हामीले चाहिँ के गर्नु पर्यो क्यामेरालाई अनलाइन गर्नु पर्यो मोबाइल हेर्नु पर्यो भने हाम्रो के गर्नु पर्यो भन्दा पहिला सुरु नेटको तार यसरी सिधै डिबिआर कि एनबिआरमा एनबिआर छ भने तपाईँको पियुईमा हाल्नु पर्यो यहाँदेखि कनेक्सन त्यहाँ जानु पर्यो र एचडी क्यामेरा छ भने सिधै तारलाई चाहिँ लगेर त्यहीँ लगाइदिँदा भइहाल्छ। यति भएपछि तपाईँको क्यामेरा यहाँ मोनिटरमा जाने तपाईँको नोटिस भनेर आयो नोटिस भनेको हार्ड डिस्क डिटेक्ट गरेको छैन यानि हार्ड डिस्क लगाएको छुइनँ मैले त्यही भएर आरलाम स्टाइलिस देखायो नोटिस डिटेक्ट कुनै क्यामेरा पनि तपाईँको डिटेक्ट गरेको छैन आरलाम गर्छ त्यहाँ देखाइदिइहाल्छ तपाईँले स्ट्याटसमा हेर्न सक्नुहुन्छ के समस्या रहेछ किन करायो भनेर। यो म्याक्सिमम् तपाईँले डिबिआरमा कतै गएर क्यामेरा कराएको सुन्नुभयो भने तपाईँले त्यहाँ बुझिहाल्नु पऱ्यो रेकर्ड भएको छैन भनेर बुझ्नु पऱ्यो त्यहाँ सल्लाह दिएर रेकर्ड चेक गर्न लाउँदा हुन्छ। अब तपाईँले सबैभन्दा पहिला सुरु के गर्नु पर्यो हाम्रो क्यामेरा त कुनै नआए पनि हामीले अनलाइन गर्न सकिन्छ है। क्यामेरामा तपाईँको एकछिन पावर अफ सप्लाई बन्द गरिदिएको छ या पिबी बन्द गरिदिएको छ भने पनि क्यामेरा आउँदैन। त्यसको लागि सबैभन्दा पहिला चाहिँ हाम्रो मेन नम्बर जानु पऱ्यो। मेन नम्बर गएर हामीले सबैभन्दा के चेक गर्नु पऱ्यो भने यहाँनिर नेटवर्कमा जानु पऱ्यो। नेटवर्कमा गएर तपाईँको यहाँनिर पिटुपी हुन्छ पिटुपी अप्सनमा जाने। अब सबै क्यामेरा एनबिआरको अलग अलग कम्पनीको एनबिआर डिबिआरमा अलग अलग सेटिङ हुन्छ। त जाने ठाउँ भनेको हामीले नेटवर्कमै हो र के यस्तो टिसिपी आइपी पोर्टमा या फिर पिटुपीमै जाने हो त्यहाँ गएर हामीले हेर्न सक्छौँ। यसो दुईवटा क्युआर आउँछ एउटा क्युआर भनेको स्क्यान टु डाउनलोड एप डाउनलोड गरिसके तपाईँले यो सिरियल नम्बर हाल्न सक्नुहुन्छ या फिर स्क्यान गर्न सक्नुहुन्छ र तपाईँको हेर्न सक्छ अफलाइन भनेर देखाएको छ। तपाईँले अनलाइन भन्नु अनलाइन कसरी गर्ने त भनेर पहिला सुरु हामीले टिसिपी आइपीमा आइपी एड्रेस हाम्रो चेक गर्नु पर्यो। के गर्नु पर्यो आइपी भन्दा यो हाम्रो क्यामेरा हाम्रो जुन इन्टरनेटको आइपी एड्रेस कति हो इन्टरनेटको आइपी एड्रेस तपाईँ ल्यापटपमा हेर्न सक्नुहुन्छ या फिर मोबाइलमा तपाईँले गएर हेर्न सक्नुहुन्छ। तपाईँले वाइफाईमा गएर वाइफाईको सेटिङमा गएर वाइफाई कनेक्ट भएको ठाउँमा गएर तपाईँले यसरी तपाईँले मन जानुहोस् तपाईँको आइपीको तपाईँ जुन वाइफाई कनेक्ट गर्दा हुन्छ त्यो वाइफाईको आइपी एड्रेस छ हेर्न सक्नुहुन्छ। तपाईँको आइपी गर्छ 192.168.1.72 यानि कि तपाईँको 1बाट थर्ड लाइनमा हेर्नुहोस् 1 छ यो आइपी यो चाहिँ मेन थर्ड लाइनको चाहिँ भाग हेर्नु पऱ्यो। अब कुनै वाइफाई 0 छ भने यहाँ पनि 0 हेर्नु पऱ्यो। त्यो माथि हेर्न सक्नुहुन्छ 1.100 छ 1 आइपी छ 1 रेसियो छ 1 रेसियो छ भने हाम्रो अनलाइन हुने सम्भावना हुन्छ। यानि कि यहाँ 2 यहाँ मोबाइलमा 2 राउटर हाम्रो 2 रेसियो छ त त्यहाँ चाहिँ 1 छ भने हाम्रो त्यहाँ पनि 2 नै बनाउनु पर्ने हुन्छ है। 2 बनाउनु के गर्नु पर्यो भन्दा हामीले यही एडिटमा गएर हामीले त्यहाँ गएर 2 बनाउन सकिन्छ। यहाँ पनि 2 बनाएर आइपी एड्रेस 2 बनाएर गेटवे पनि 2 बनाएर ओके गरिदिएपछि हाम्रो 2 बनिहाल्छ। या फेरि एनबिआरमा तपाईँलाई यहाँ 2 बनाएर यहाँ 2 बनाउनु कुनै पनि क्यामेरा चल्दैन फेरि किनकि हरेक यस्तो क्यामेरामा हाम्रो सबै आइपी क्यामेरा सबै 1 को रेसियो हुन्छ। त्यही भएर हाम्रो सबैलाई हाम्रो सबै क्यामेरालाई ल्यापटपमा खोल्दै यसलाई पनि 2 नै बनाउनु पर्ने हुन्छ। यो चाहिँ हाम्रो मेन अब तपाईँले युट्युबतिर पनि गएर सर्च गरेर हेर्न सक्नुहुन्छ कसरी 2 को रेसियो बनाउने भनेर। यसलाई चाहिँ भर्खर सल्लाह लिएर मात्रै गर्नु यो चाहिँ एनबिआर सल्लाह लिएर मात्रै आइपी चेन्ज गर्नु या फिर कहिलेकाहीँ चाहिँ तपाईँले राउटर चेन्ज गर्नुभएछ भने आइपी राउटरको 2 हुन्छ र क्यामेरामा चाहिँ 1 हुँदा तपाईँको अनलाइन देखिँदैन। र अब यहाँ यसलाई चाहिँ हामीले अनलाइन बनाउनु पर्यो। अनलाइन कसरी बनाउने भन्दा सिधै पहिला सुरु यसलाई चाहिँ हामीले पेन्सिलमा जाने डिएचसिपी अफ छ यसलाई इनेबल गरिदिएर ओके गरिदिने एप्लाई गरिदिने। एप्लाई गरेपछि हाम्रो डिएचसीले अब अटोमेटिक हाम्रो वाइफाईको रेसियो भेटिहाल्छ रेन्ज भेटिहाल्छ अनलाइन भइसक्यो है। डिएचसी इनेबल गरेपछि अनलाइन भइगयो। अब तपाईँ हामीले के गर्नु डाउनलोड गर्नु पर्यो एप यो एप कुन हो त भनेर डाउनलोड गर्नु पर्यो। हरेक कम्पनीको आफ्नो एप हुन्छ कुन एप हो त एपको नाम हेर्न सक्नुहुन्छ तपाईँले एप डाउनलोड ल डिएमएसएस भनेर यसको एप रहेछ है। हरेक डिबिआरको कम्पनीको आफ्नो एप हुन्छ यसको सबै डिबिआर एनबिआरलाई काम गर्छ भन्ने हुँदैन सबै आफ्नो हुन्छ। यसरी भयो यो मेरो डिभाइस अलरेडी थियो यसैमा तपाईँको धेरैवटा यो पनि क्यामेरा एड भइसकेको छ। मेमा गएर तपाईँले यहाँनिर तपाईँले
तपाईँ सबैभन्दा पहिला सुरु के हुन्छ नि आइडी क्रिएट गर्नुपर्ने हुन्छ। आइडी कसरी क्रिएट गर्ने भन्ने कुरा मैले अरू भिडियो नै हालिसकेको छु। आइडी आफ्नो नर्मल आइडी तपाईँले क्रिएट गरेर तपाईँले एड गर्नुपर्ने हुन्छ। एड कसरी गर्ने भने प्लसमा जाने, प्लसमा स्क्यान डिभाइस भन्ने छ। स्क्यान डिभाइस गर्ने, यहाँ तपाईँ यो क्यामेरा एड गरिदिने। बस यहाँ देखाएँ पासवर्ड सेयरको भेरिफिकेसन पासवर्ड हाल्नु भने भेरिफिकेसन पासवर्ड तपाईँले एउटा पनि हाल्दा भइहाल्छ। यसलाई नेक्स्ट गर्दै तपाईँले सेट गर्न सक्नुहुन्छ। अब यसलाई चाहिँ म किन हाल्दिनँ भने यसलाई फेरि अनबाउन्ड गर्नुपर्ने हुन्छ। अनबाउन्ड गर्नलाई के चाहिँ एकचोटि जिमेललाई यो डिभाइस कनेक्ट भइसकेको छ भने फेरि अरू जिमेलमा यो डिभाइसहरू एड हुन मान्दैन। र पासवर्ड सेन्ड गरेर नेक्स्ट गरिदिने, बस भइगयो तपाईँको। त्यतिको चाहिँ तपाईँको मोबाइलमा आइगयो। यो अनलाइन भइसकेपछि तपाईँले केही गर्नै परेन। अनलाइन दिएपछि तपाईँलाई मोबाइललाई तपाईँले स्क्यान गरिसकेपछि एड गरेपछि तपाईँको यो तपाईँ आफ्नो मोबाइलमा त चलिहाल्यो। तर अरूको मोबाइललाई कनेक्ट गरिदिनु पर्यो भने के गर्ने भन्दा यसरी डिभाइस तपाईँको एड भइसकेको हुन्छ। त्यो डिभाइसलाई तपाईँले के गर्नु पर्यो भने यहाँ 3 डटमा गएर तपाईँले सेयर डिभाइस भन्ने अप्सन छ। सेयर डिभाइस जाने। अब कसकोमा सेयर गर्ने तपाईँले सेयरिङ डिभाइस, कसकोमा डिभाइसमा कनेक्ट गर्ने उसको तपाईँले जिमेल हालेर कुन जिमेल उसले बनाएको थियो त्यो जिमेल लगाइदिएर तपाईँले यहाँ नेक्स्ट सेयर गरिदिन सक्नुहुन्छ। यो चाहिँ अब यो मेरो आफ्नै जिमेल छ, यही जिमेल हो, त्यही भएर लिन मानेन। अरू कुनै जिमेल हालेर तपाईँले सेयर गर्न सक्नुहुन्छ। या फेरि उसलाई तपाईँले पर्मिसन के छ पर्यो उसलाई के दिने, भिडियो हेर्न मात्रै दिने कि पुरै कन्ट्रोल दिने कि भिडियोको लागि मेसेज सिस्टम दिने या पुरै कन्ट्रोल दिने, सबै सिस्टमहरू यहीँ हुन्छ। तपाईँले सेयर गरिदिनु भने उसलाई सबथोक चलाउन पाए, कन्ट्रोल गर्न पाए। या फेरि घरमा अब कोही त्यस्तो सेटिङ चलाउन नजाने हेर्ने मात्रै हुनुहुन्छ भने उसलाई सबै हटाएर तपाईँको प्ले भिडियो या फेरि भिडियो मात्रै जहाँ पनि भइहाल्छ। यसरी तपाईँको एड गरिसकेपछि तपाईँले यसरी स्क्रिन सेयर गरेर अरूलाई पनि सेयर गराउन सक्नुहुन्छ आफ्नो। यति हो तपाईँको। यति भएपछि तपाईँको अरू केही नै गर्नु परेन। प्ले छ, प्ले बटन दबाएपछि तपाईँको यसरी क्यामेराहरू हेर्न सक्नुहुन्छ। अब यो क्यामेरा कसरी चलाउने, कसरी यो सेटिङहरू खेलाउने भन्ने कुरा म अरू भिडियोमा ल्याउनेछु। यसमा धेरै छ सेटिङहरू, यसलाई भिडियोमा लामो बनाउनु छैन। ल यति भएपछि तपाईँको सक्यो। यति भएपछि हामीले मोबाइललाई एड गर्न सक्यौँ। थ्याङ्क यू।